नमस्ते सम्पूर्ण चिरपरिचित मित्रहरू। आज म तपाईहरूलाई पोखरामा अवस्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गराउन लिएर गइरहेको छु। विन्ध्यवासिनी मन्दिरको दर्शन गरी आफ्नो मनोकांक्षा व्यक्त गर्नुहोला। अब चाहिँ हामी विन्ध्यवासिनी दर्शनको क्रममा विन्ध्यवासिनी मन्दिर जाँदैछौँ र यहाँ यी पसलहरूमा सम्पूर्ण पूजाको सामग्रीहरू उपलब्ध गराइएको छ र यहाँबाट हामीले चाहिँ पूजाको सामग्रीहरू प्रसादहरू सबै लिएर मन्दिरमा दर्शनको लागि प्रस्थान गर्न सक्छौँ। मन्दिरको वरिपरि ज्यादै आकर्षक फूल फुल्ने सुन्दर वृक्षहरू लगाइएको छ र यसले मन्दिरलाई अझै शोभायमान बनाएको छ। यहाँ चाहिँ स्वदेशी तथा विदेशी पर्यटक तथा भक्तजनहरू आफ्नो मनोकांक्षा लिएर टाढा टाढाबाट विन्ध्यवासिनी माताको दर्शन गर्न आउने गर्दछन्। भगवानप्रतिको आस्था र विश्वासले यहाँ आउँदा भक्तजनहरू उत्साहित र आनन्दित हुने गर्दछन्। मन्दिरको दर्शनसँगै हिमालको दर्शन गर्न पाउँदा पर्यटक तथा भक्तजनहरू उत्साहित र हर्षित हुने गर्दछन्। यहाँबाट माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण लगायत अन्य हिम श्रृङ्खलाहरू नियालेर हेर्न सकिन्छ। पर्यटकहरूलाई यी दृश्यले मोहित र लालायित बनाएको छ। नेपालको धर्म, संस्कृति र परम्पराले एउटा छुट्टै खालको विशेषता स्थापित गरेको छ। यहाँ चाहिँ विन्ध्यवासिनी माताको दर्शन गर्न इन्डियनहरूको उपस्थिति दिनहुँको मात्रामा निकै बाक्लो हुने गर्दछ। भौगोलिक विविधता, मठ मन्दिर, नेपालको परम्परा लगायत अन्य कुराहरूले पर्यटन प्रवर्धनमा ज्यादै उल्लेखनीय भूमिका खेलेको छ। हस्त धन्यवाद। विन्ध्यवासिनी माताले तपाईँ हामी सबैको कल्याण गरून्।